ढिला भएछ 2 मिनेट ढिला भएछ Mama tahu. यो हामीले के गरेको भन्दाखेरि चाहिँ भोलि चाहिँ पूजा छ, त्यही भएर हामी चाहिँ अगाडि नै यो सामानहरू सबै रेडी गर्दैछौँ। त्यसपछि चाहिँ हामी खोटाङ जान्छौँ हाम्रो रित सक्नुलाई। हामी चाहिँ हाम्रो रित पुरा गर्नु खोटाङ आएको छौँ, किनभने हाम्रो घरको मेन चुल्हा चाहिँ हाम्रो यहाँ गाउँमै छ। हाम्रो बाजे बोजूले हेर्नु हुँदैछ। हाम्रो यो रितको भिडियोहरू चाहिँ मैले फाल्टै छुट्टै लगाउने भनेर सोचेको छु, किनकि धेरै लामो छ अनि त्यही भएर त्यो चाहिँ छुट्टै बिहेको भनेर फाल्टै भिडियो मैले बनाउँछु अनि तपाईँहरूले हेर्नु सक्नुहुन्छ। अनि यो फोटोहरू चाहिँ सबै एउटा मिठो सम्झनाको लागि चाहिँ म यही भिडियोमा जोडेर राख्दैछु। पछि गएर हेर्दाखेरि झल्को आउँछ। एकदम धेरै रमाइलो पलहरू थियो, त्यही भएर मलाई चाहिँ यो मोमेन्टहरू चाहिँ अलवेज मेरो चाहिँ एक खालको मलाई क्याप्चर गर्नु चाहिँ साह्रै मनपर्छ। अनि यो भिडियो र फोटोको लागि चाहिँ थ्याङ्क यू विश्व चामलिङ राई, मुकेश दाई, सजिन भाइ अनि हाम्रो सेरु भेनालाई। कति वर्ष 13-14 वर्ष पछाडि आएको हामी गाउँमा के म पनि जानु सक्छु। म भुइँमा पाल्दिएको ल फेरि न ल निकाल्नु पर्यो। भएन नाना गए ल है त ल वान कोपाले चाहिँ आज हामीलाई गाउँ घुमाउनु ल्याउनु भएको छ। अनि हामी निकै बेर हिँडिसकेपछि यो एउटा ठुलो सम्म चौरीमा आएको छौँ। यो चौरीमा चाहिँ फुटबल खेल्दो रहेछ। अनि पहिला आपाहरूले पनि यहीँ आएर खेल्नुहुन्थ्यो अरे। यो चौरीमा एकदम धेरै फुटबलको सोकिङ हुन्थ्यो अरे आपा चाहिँ। हामी चाहिँ साकेला बजार जाँदैछौँ हो। अनि उहाँ चाहिँ हिजोसम्म मेरो बेबी हुनुहुन्थ्यो, अहिले चाहिँ श्रीमान। बाटोहरू यस्तो रमाइलो छ हेर्नु। तसुराली गाउँ कस्तो लाग्यो? हाम्रो बाजेले चिनाउँदै हिँड्नुहुँदैछ, चिनजान ल्याउँदै। नयाँ बेहुला राजा गोल्डीम्यान भइरहनु भएको छ। बेहुला राजा गोल्डीम्यान चाइनाबाट स्पेसल। चाइनाको प्रेसिडेन्टको हो सी जिङपिङ। साँच्चै के हो र? अस्ति म भर्खर भेटेर आएको नि त, त्यही बिर्सेकै छुइनँ क्या नाम, याद गरिदिएको। नमस्ते। होइन हुन्छ दाजु भाइ के भन्नु, दाजु भन्नुपर्छ।
ल यो थोरै यति मात्रै खा दबाई यो ओठको मुखको दबाई हुन्छ होइन कपाल लप्सी चाहिँ ल यो दबाईकै रूपमा पनि खाइदियो एकचोटि दिम लप्सी चाहिँ फालिदिन्थ्यो के नखाइ टेस्ट त थाहै थिएन यस्तो पो हुँदैन तातो पानी हो खानु न खानुहुन्न के चाख्नुहुने गाउँघरको हाम्रो चाहिँ हिसाबले खानुहुन्छ रक्सी भए भएन हौ के त हाम्रो भेनाले खानुहुन्छ रक्सी अब मेरोबाट चाहिँ सुरुवात भएको पा सबैभन्दा जेठी नातिनी म मौलोको यता घरपट्टिको हाम्रोमा मबाट अब खुल्दै जान्छ म भाइ अनि बहिनीहरू अब चाहिँ मेरो अगाडि त नाना हुनुहुन्छ अर्को नाना गर्ने विश्व के गर्छस् अरे बिहे गरिदिनुहोस् अरे किन नगर्ने निश्चललाई म त नगरिदिने भन्नुभयो त निश्चललाई म त हामी गर्दै गर्दैन त्यस्तो दुईटा त देखिन हिजो कानुनले पनि लखेट्छ अरे पिता चाहिँ हामी के भन्नुपर्छ दिपा भन्नुपर्छ हामी उतै उतै अब साकेटा थानदेखि तल नयाँ हाम्रो अस्पताल घुमाउँदै लान्छु पाले चाहिँ हामीलाई गाउँमा पुलिस चौकी अनि कलेजहरू स्कुलहरू नयाँ नयाँ भवनहरू बनेको रहेछ सब देखाउँदै ल्याउनु हुँदै थियो अनि साकेला थानहरू पनि देखाउनु हुँदै थियो अनि तर सबै भिडियो चाहिँ अनि अथवा फोटो पनि खिचेन छौँ हामीले चाहिँ स्पेस अलिक कम थियो र अनि यो भाइहरूले चाहिँ बाटोमा लट्ठीले नास्पतिको रुख भेटेको थियो सानो अब हुन्छ नि आफूले हातले भेट्ने जति अनि उनीहरूले चाहिँ लट्ठीले हानेर उनीहरूको हातमा चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले ज्याकेट चाहिँ खोलेर हेर्न अलग्गै नानाले हो नि छेउछेउबाटै हानेर थाहा पाइदिइहाल्यो कस्तो सम्झु नाना अम्बो तारा बनाइदिरहेको रहेछ यो त कस्तो नाना छ फेल दिनु भएको जाने 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 भन्दै सुत्यो बेबी सुताइ त गजब छ त खोला नाला पहाड गोठालो दाजु कता रुखतिर बादर छ है आमाले सुटिङ गर्दै गरेको भन्नुहुँदैछ कहाँसम्म चढ्ने हो म चाहिँ ब्याक गरेको मेरो छतमाथि भयो भयो मलाई डर लाग्यो न झर्नु कस्तो चढ्नु मन थियो कि अघि माथि मान्छेले भ्यू कस्तो देखिरहेछ पारा झन्ने बिहोस भयो यसो के दार्दै गरेको जस्तो गर फेरि गर्नु त मम्मी आउनुहुँदैछ ज्वाइँ त माथि छ लु है लु तिमी भन्दा माथि पुग्नु फोटो खिचिदिनु यो भिडियो हेलो गाइज हामी चाहिँ खोटाङदेखि फर्किसक्यौँ अनि हामी चाहिँ अहिले धरानदेखि फेरि इलाम जाँदैछौँ हाम्रो बिहे पछाडिको चाहिँ फर्स्ट टिका हो
प्रथम सुमिरो गणपति ब्रह्मा देवी चरण मनाइए तीन त्रिलोकी जगत जननी भक्त वरदायिनी कालो जिन्स त किन्न लगाएको हो नि त्यसमा जुत्ता लाउँछ नि जुत्ता त चिपिरो त्यसमा पनि ठिकै छ कि यसमा तर कालो चाहिँ नलाइदियो हुन्छ दसैँमा के फोन उठाएन अब जाँदै भन्छु हेलो माओलातिर एकछिन होइन हेर्नु भरे अन्तिममा चाहिँ पहुँच्यो पनि घोचाइ पनि खायो हामीले ठ्याक्क भ्याने क्या केही देखिएन टुप्पीमा जाउँ देखो त के देखेँ मेरो कालो पेन्टको चमत्कार यसमा फुरै भयो यसमा छैन कमिला 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 के हो यस्तो म घरमा त रमाइलो हुँदो रहेछ त देख्नु त कालो पेन नलाउनै भनेको तैँले काम दियो ए सेतो अँ कालो ओके ठिक छ धरान जाँदा चाहिँ होइन ल धरान जाँदा त कट्टु र चप्पलमा जाने किन त्यस्तो पुल भएर जानु पर्ने गर्मीमा ए अँ त्यो पनि हो धरानमा गर्मी छ नि त नखेल्ने हो नै 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 म त डर लाग्छ नतरिनु आज रात पर्छ के गर्नुलाई नतारिनु घर पुग्नुलाई हो मलाई यसपालि एकदम डर लागिरहेछ टिका लाउनुलाई को घरकोमा जानुलाई हामी चाहिँ अहिले धरान जानु लागेको हाम्रो फर्स्ट दसैँ मेरो माइती घरमा ज्वाइँसँग भनौँ न उहाँलाई लगेर जाँदैछु यो पालिको चाहिँ हाम्रो फर्स्ट दसैँ हो हामी दुईजनाले सँगै मनाएको